हेलो साथीहरु, यहाँ हस्बर्नाको प्रोडक्टहरु चाहिँ यहाँ पाउँदा छ। मेसिन जति पनि यो मोबिलहरु यो चाहिँ तपाईहरुलाई हंगरी ज्याकको अपोजिट साइडमा रहेछ है। अनि तपाईहरु यहाँ आएर हरेक सामान चाहिँ तपाईहरुले यहाँ पाउनु हुँदा रहेछ। हामीले बाहिर चाहिँ नकिनौं है, बाहिर किनेकोले चाहिँ त्यो मेसिनको सामानहरु एन्डिङ हुँदैन रहेछ। यहाँ म चाहिँ आज यहाँ आइपुगेको छु है। तपाईहरुलाई मैले यो भिडियो शेयर गर्दैछु, हेर्नुस्। अनि हाम्रो हस्बर्नामा चाहिँ यो 10W40 यो मोबिल लाग्दा रहेछ है। हामीले चाहिँ कतिजनाले चाहिँ नजानेले चाहिँ त्यो बाहिर दोकानको किनेर लाउँदा रहेछ, तर त्यो होइन रहेछ। म पनि यहाँ आएर मात्रै याद पायो। अनि मेरो 2-3 दिन मेरो यहाँ स्टप भएको थियो है। अनि यहाँ चाहिँ यो सामानहरु पाउँदा रहेछ हैन। अनि आइरनहरु रहेछ, तपाईको यो राइस कुकरहरु, अनि यो बोइलरहरु, वाटर बोटलहरु। दोकान एकदमै यहाँ सोरुम जस्तै रहेछ है। टुल बक्सहरु हेर्नुस् न, के हो अब हामी नजानेलाई त यो हैन। अग्रम बग्रम तपाईहरु यहाँ आउनु सक्नुहुनेछ, यहाँ भिजिट गर्नु सक्नुहुनेछ। हस्, थ्यांक यू। तपाईहरुले बाहिरको सामान चाहिँ बन्दै नलाउनुस्, किनभने त्यसले गर्दा चाहिँ हाम्रो हस्बर्ना गाडी बिग्रिनु, मेसिन बिग्रिने चान्सेस रहेछ। तपाईहरु जति सक्दो यहाँ आउनुस्, हंगरी ज्याकको अपोजिट साइडमा है। हुन्छ, थ्यांक यू।